यही जेठ 9, 10 र 11 मा पोखरामा हुन गइरहेको नेकपा एमालेका मातृ संगठन राष्ट्रिय युवा संघ नेपालको 10औं महाधिवेशन अहिले देशभर निकै चर्चा भइरहेको छ। हालका अध्यक्ष क्षितिज थेवेल अबको अधिवेशनमा नदोहोरिने घोषणाका साथ अब पार्टीले दिएको जिम्मेवारीमा नै खटिने र पार्टीका राजनीतिमा नै अघि बढ्ने भन्ने स्वागत योग्य भनाइले पार्टीका उच्च स्तरीय नेताहरूबाट पनि सम्मानका साथ राम्रो जिम्मेवारी अघि बढाउन तयार भएको माथिल्लो वहको कुराकानी भइरहेको एउटा नेताको भनाइ छ। अबको महाधिवेशनबाट नयाँ अध्यक्ष कसलाई बनाउने भन्ने चर्चा पनि नभएको होइन। अहिलेसम्मको चर्चित अनुहारमा अध्यक्षका दायेदारमा महासचिव सुमन पुरी, उपाध्यक्ष कृष्णहरि केसी र अर्को उपाध्यक्ष महाराज गुरुङ हुन्। सुमन पुरी वर्तमान अध्यक्ष किरण पौडेलको कार्यकालमा उपाध्यक्षको भूमिकामा थिए भने अहिले महासचिवको जिम्मेवारीमा छन्। योग्य तथा युवाहरूको माझ निकै नै चर्चित छन्। आज जुन उचाइमा राष्ट्रिय युवा संघ नेपाल अगाडि युवाहरूको मुद्दा बोकेर देशव्यापी छन्, उहाँको योगदान अविस्मरणीय छ र एउटा पंक्तिले सुमन पुरी अबको अध्यक्ष हुनुपर्ने र राष्ट्रिय युवा संघ हाँक्न सक्ने क्षमता भएका व्यक्तित्व हो भन्ने युवाहरूको भनाइ छ। अर्को अध्यक्षका दावेदार उपाध्यक्ष कृष्णहरि केसी संगठनका प्रवक्ता भएर काम गरिरहेका र एउटा आदर्श बौद्धिक नेता भएका युवाहरूको भनाइ छ। त्यसैगरी अर्को उपाध्यक्ष महाराज गुरुङ दोलखाका पूर्व प्रतिनिधि सदस्य तथा पूर्व मन्त्री पर्वत गुरुङका भान्जा हुन्। नेताहरूसँग राम्रो हिमचिम राख्ने युवा पंक्तिमा ठिकठिकै चर्चा भएका व्यक्तित्व हुन्।